पटी तिम्रो शिरमा लगाऊ तिमीसँग हिँडी हाल्ने अलि चाँडै भगौ साली हो सल्लाह करके टांग जैना हो साली हो सल्लाह करके टांग जैना हो घाटो हो घर छोड्के कैना जैना हो। दर्शकबिन्द नमस्कार, तपाईले हेर्दै हुनुहुन्छ निफिल 21 इन्टरटेनमेन्ट च्यानलमा तपाईहरुलाई स्वागत छ। पछिल्लो समय दर्शकबिन्द श्रोताहरूले निकै बेर कुरेर बस्नु भएको नयाँ अनि फ्रेश म्युजिक भिडियो भन्नलाई भात छ धौ बोलको म्युजिक भिडियोको सुटिङ कार्य सम्पन्न हुनुको साथै उक्त म्युजिक भिडियोको सुटिङ कार्य भइरहेका केही तस्बिरहरूसँगै म्युजिक भिडियोको फर्स्ट लुक पोस्टर सामाजिक सञ्जालमा सार्वजनिक गरिएको छ। उक्त म्युजिक भिडियोको फर्स्ट लुक पोस्टर भने पछिल्लो समयका एकदमै चर्चित गायक तथा मोडेल चक्रबम अफिसियल फेसबुक पेजबाट सार्वजनिक गरिएपछि दर्शकबिन्द श्रोताहरूले उक्त म्युजिक भिडियोप्रति धेरै नै चासो बढाउनु भएको देखिन्छ। दर्शकबिन्द उक्त म्युजिक भिडियोको फाइनली रिलिज डेट पनि आउट गरिएको छ, जसमा पछिल्लो समयका एकदमै चर्चित गायक समीर आचार्य र चर्चित गायिका स्वस्तिमा ढकालको आवाजमा सजिएको म्युजिक भिडियो भन्नलाई भाषा दौ बोलको म्युजिक भिडियो अब चाँडै बजारमा सार्वजनिक हुने कुराको जानकारी निर्माण टिमले बताएको छ। उक्त म्युजिक भिडियोमा मुख्य अभिनयको रूपमा चर्चित गायक तथा मोडेल चक्रबम र चर्चित नायिका वर्षा राउतको मुख्य अभिनय रहने भएको छ। यी दुईवटा जोडीहरूको मुख्य अभिनयमा रहेको म्युजिक भिडियो भन्नलाई भाषा दौ बोलको म्युजिक भिडियो अब कहिले र कुन युट्युब च्यानलबाट कति बजे सार्वजनिक हुनेछ र म्युजिक भिडियोमा अन्य थुप्रै कलाकारहरू कसलाई देख्न पाइनेछ त यस बारेमा तपाईहरुलाई सम्पूर्ण कुराको जानकारी र परिचर्चा गर्नेछौँ। भिडियोलाई अन्त्यसम्म हेरेर साथ दिनु होला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो निफिल 21 इन्टरटेनमेन्टलाई सब्स्क्राइब गरी बेल आइकनमा प्रेस गर्नु भने नभुल्नु होला, ताकि यस्तै खालका नयाँ नयाँ म्युजिक भिडियो र नयाँ नयाँ सिनेमा सम्बन्धी जानकारी तपाईहरुको मोबाइल सेटमा पहिलोपल्ट उपलब्ध गराउने छौं। दर्शकबिन्द पछिल्लो समयका एकदमै चर्चित गायक समीर आचार्य र चर्चित गायिका स्वस्तिमा ढकाल कस्तो लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। गायक समीर आचार्य र चर्चित गायिका स्वस्तिका ढकालको आवाजमा सजिएको म्युजिक भिडियो भन्नलाई भाषा दौ बोलको म्युजिक भिडियोको सुटिङ कार्य सम्पन्न हुनुको साथै उक्त म्युजिक भिडियोको सुटिङ कार्य भइरहेका केही तस्बिरहरूसँगै म्युजिक भिडियोको फर्स्ट लुक पोस्टर सामाजिक सञ्जालमा सार्वजनिक गरिएको छ। उक्त म्युजिक भिडियोको फर्स्ट लुक पोस्टर भने पछिल्लो समयका एकदमै चर्चित गायक समीर आचार्य फेसबुक पेजबाट सार्वजनिक गरिएपछि दर्शकबिन्द श्रोताहरूले उक्त म्युजिक भिडियोप्रति धेरै नै चासो बढाउनु भएको देखिन्छ। चर्चित गायक समीर आचार्य र स्वस्तिका ढकालको आवाजमा सजिएको म्युजिक भिडियोमा मुख्य अभिनयको रूपमा चर्चित गायक तथा मोडेल चक्रबम र चर्चित नायिका तथा मोडेल वर्षा राउतको मुख्य अभिनय रहने भएको छ। यी दुईवटा जोडीहरूको मुख्य अभिनयमा रहेको म्युजिक भिडियोको फाइनली रिलिज डेट पनि आउट गरिएको छ। दर्शकबिन्द चर्चित गायक तथा मोडेल चक्रबमको मुख्य अभिनयमा रहेको म्युजिक भिडियो धेरै लामो समय पश्चात तपाईहरूले देख्न हुने भएको छ। उक्त गीतमा गायक समीर आचार्य र चर्चित गायिका स्वस्तिका ढकालको आवाजलाई सुन्न सकिने भएको छ भने गीतमा मुख्य अभिनयको रूपमा चक्रबम र वर्षा राउतको मुख्य अभिनय रहेको छ। उक्त गीतमा डाइरेक्टर भने शान थापाले गरेका छन्। उक्त गीतको एरेन्जमेन्ट भने योगेश काजी शाहले गरेका छन् भने गीतको मिक्सिङ मास्टरिङ भने श्यामसिंह रसाइलीले गरेका छन्। उक्त गीतलाई यही चैत्र 16 गतेबाट नेपमिलो युट्युब च्यानलबाट सार्वजनिक गर्ने भएको छ। उक्त गीतलाई सार्वजनिक गरियो भने हेर्न भने नभुल्नुहोला। त दर्शकबिन्द यस्तै खालका नयाँ नयाँ म्युजिक भिडियो र नयाँ नयाँ सिनेमा सम्बन्धी जानकारी थाहा पाउनको लागि हाम्रो निफिल 21 इन्टरटेनमेन्टलाई सब्स्क्राइब गरी बेल आइकनमा प्रेस गर्न भने नभुल्नुहोला, ताकि यस्तै खालका नयाँ नयाँ म्युजिक भिडियो र नयाँ नयाँ सिनेमा सम्बन्धी जानकारी तपाईको मोबाइल सेटमा पहिलोपल्ट उपलब्ध गराउने छौं।